3. आफ्नो मनसाय लुकाउनुहोस्। यो त सुन्दैमा षड्यन्त्रकारी जस्तो लाग्छ नि, होइन र? हो, लाग्छ। तर यसको पछाडिको मनोविज्ञान के हो भने यदि मानिसहरूलाई तपाईँ के गर्न चाहनुहुन्छ भन्ने थाहा भएन भने उनीहरूले आफ्नो प्रतिरक्षा गर्न सक्दैनन्। तपाईँले उनीहरूलाई गलत दिशामा डोर्याउन सक्नुहुन्छ, कुनै झुटो लक्ष्य देखाएर अलमल्याउन सक्नुहुन्छ। जबसम्म उनीहरूले तपाईँको वास्तविक योजना थाहा पाउँछन् तबसम्म त धेरै ढिलो भइसकेको हुन्छ। ठ्याक्कै। यसको कुनै राम्रो ऐतिहासिक उदाहरण छ जहाँ कसैले आफ्नो वास्तविक मनसाय लुकाएर ठूलो सफलता पायो? ओटो वोन बिस्मार्क यसका सबैभन्दा उत्कृष्ट उदाहरण हुन्। सन् 1850 को दशकमा प्रसिया अस्ट्रियासँग युद्ध गर्न तयार थिएन र बिस्मार्क त्यो युद्ध रोक्न चाहन्थे। यो उनको वास्तविक मनसा थियो, तर उनले शान्तिको वकालत गरेनन्। त्यसको सट्टा उनी दरबारमा गएर युद्धको सबैभन्दा कट्टर समर्थकको रूपमा प्रस्तुत भए। उनले यति आक्रामक र चर्को रूपमा युद्धको माग गरे कि युद्ध चाहनेहरू पनि डराएर उनको माग अवास्तविक लाग्यो। उनीहरूको आफ्नो अडान कमजोर देखियो। अन्ततः उनको युद्ध उन्माद देखेर अरू पछि हटे र युद्ध टर्यो। उनले शान्ति स्थापना गरे, तर युद्धको सबैभन्दा ठूलो पक्षपाती बनेर। वाह, यो त रिभर्स साइकोलोजीको चरम रूप भयो।